हेलो साथीहरु, के गर्दै हुनुहुन्छ? कस्तो हुनुहुन्छ? आज चाहिँ म चाहिँ यता दुर्गा पूजातिर घुमिरहेको छु साथीहरु। सबैजनालाई वेलकम ब्याक माई युट्युब च्यानल भन्न चाहन्छु। अनि तपाईहरुले दशैं कस्तो मनाउनु भयो? मेरो चाहिँ एकदम राम्रो भयो दशैं है। अनि आज चाहिँ मैले छोटो भ्लग लिएर उपस्थित भएको छु साथीहरु तपाईहरुको माझमा। यदि मेरो भिडियो मन परेमा लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला है। हामी चाहिँ यहाँनेर मेरो सासू काकी सासू अनि मेरो हस्बेन्ड नानी अनि मेरो ठुलो मम्मी हुनुहुन्छ। अनि हामी चाहिँ यहाँनेर घुम्न आएको अनि मेरो बुढी बोजू पनि हुनुहुन्छ। हामी चाहिँ यहाँनेर एकैछिन घुम्नु पनि आएको। अनि मेरो काकी सासूले चाहिँ मेरो बाबुलाई सानो सानो चुरा बनाइदिनु भएको थियो। त्यो चुरा पनि माताको सामने लगाइदिन्छु भन्ने भन्नुभयो। त्यही भएर यतातिर घुम्न आएको छौँ। अनि तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ भन्नु होला है साथीहरु। यहाँ चाहिँ मेरो छोरालाई आशीर्वाद दिँदै हुनुहुन्छ पण्डितजीले। अनि हामी चाहिँ यहाँ आएको छौँ, हेर्नु सक्नुहुन्छ सबैजनाले। पूजा गरिराख्नु भएको छ है। हामी चाहिँ यहाँ उभिरहेको छौँ। यहाँनिर मेरो काकी सासूले चुरा निकाल्नु भयो अनि धागो खोल्नु नसकेर ट्राई गरिरहेको छु। म चाहिँ धागै निक्लिनु नमानेर बल्ल बल्ल निस्किनु लाग्यो। कति धेरै टाइट बाँधेको रहेछ कि निकाल्ने मैले। हेर्नु सक्नुहुन्छ बोजूले नातिलाई चुरा लगाइदिनु हुँदैछ। नाति चाहिँ एकातिर हेरिराख्नु भएको छ। बोजूको अनुहारमा हेरेकै छैन नाति चाहिँ कतातिर बिजी बिजी छ। हेर्नु सक्नुहुन्छ बोजूले नातिलाई चुरा लगाइदिनु हुँदैछ। बुढी बोजूले हेरिराख्नु भएको छ। अलिक टाइट गरिदिनु। बिजी छ नाति चाहिँ। पछाडि पनि हेरिराख्नु भएको छ। मातालाई ढोक्नु लगाएको मैले, बोजू चाहिँलाई पनि ढोक्नु लगाएको। सक्नुहुन्छ हामी चाहिँ एकैछिनलाई घुम्न आएको थिएँ अनि त्यतिकै भिडियो पनि बनाउँछु भनेर। बुढी बोजू पनि यहाँ हुनुहुन्छ। हामी चाहिँ फोटो खिच्ने भनेर यहाँ उभिएको। नानी मेरो बाबु मानेकै छैन कि। ठुलो मम्मी पनि आउनुभयो। हामी चाहिँ फोटो खिच्नलाई रेडी भएको तर भिडियो बनाइदिनु भएछ कि। हेर्नु सक्नुहुन्छ मेरो रेसीसँग। हेर्नु सक्नुहुन्छ साथीहरु माताको मूर्ति। धागो बाँध्छु हातमा। बुढी बोजूले धागो बाँध्नु हुँदैछ। मैले अनि मेरो बाबुले चाहिँ अघि नै बाँधिसक्यौँ। धागो बाँधेको चाहिँ होइन। अनि बुढी बोजूले चाहिँ बाँधिराख्नु भएको छ। मेरो काकी सासूले प्रसाद पनि पाएछ। धेरै मान्छे आउनु भएको छ कि यतातिर। सक्नुहुन्छ यहाँनिर
राम राम माताको मूर्ति भजन जान्दैन अरे हौ हेर्न सक्नुहुन्छ साथीहरू मूर्ति मन्दिर माताको मन्दिर मूर्ति मेरो काकी सासू यहाँ उभिराख्नु भएको छ है अब यहाँनिर हामी चाहिँ अब पूजाहरू गरिसक्यौँ होइन अब चाहिँ प्रसाद खानेको तर्फरमा छौँ मेरो बोजूले त लिनु पनि भएछ है अब यहाँनिर सबै आन्टीहरू बहिनीहरू बसिराख्नु भएको छ है उहाँहरूले चाहिँ प्रसाद बाँड्छ अनि प्रसाद चाहिँ खाने हो अब अनि यहाँनिर अरू मान्छेहरू पनि आउनु हुँदैछ टिका पनि लाउनु हुँदैछ है अनि हेर्नु सक्नुहुन्छ साथीहरू मेरो चाहिँ दसैँ यस्तो रमाइलो भयो तपाईहरुको चाहिँ कस्तो भयो होला कमेन्ट गरेर भन्नु होला है साथीहरु जानी नजानी भए पनि छोटो भिडियो बनाउँदै छु मेरो भिडियोलाई लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला साथीहरु यहाँ चाहिँ मेरो ठुलो मम्मीले धागो बाँधिराख्नु भएको छ है हामीले चाहिँ अघि नै बाँधिसक्यौं मम्मी अलिकति यता हेर्नु न भयो फोटो क्लिक गरिराख्नु भएको छ म चाहिँ भिडियो गरिरहेको छु अनि यहाँ ठुलो मम्मी हुनुहुन्छ नानी बाबुलाई बोलाइराख्नु भएको छ हेर्न सक्नुहुन्छ कति धेरै मान्छेहरू आउनुहुन्छ नि यहाँनिर हामी चाहिँ अलि छिटो गएको किन मेरो बाबु चाहिँ सुति जानुहुन्छ नि त त्यही भएर अलि छिटो गएको थियो अनि यति धेरै मान्छे आउनु भएको रहेन हेर्न सक्नुहुन्छ दादा नाचिराख्नु भएको छ अब चाहिँ हामी बाहिर निक्लिँदैछौँ बाहिर निक्ले यति धेरै मान्छेहरू पनि जम्मा भइसक्नु भएको छ है बाहिर यहाँनिर चाहिँ डान्स कम्पिटिसन हुन्छ अहिले डान्स कम्पिटिसन हुन्छ तर मौसम चाहिँ राम्रो छैन कि पानी पर्नु लागेको छ त्यही भएर हामी चाहिँ अब फर्किन्छौँ यहाँनिर चाहिँ डान्स कम्पिटिसन हुन्छ यहाँ हेर्नु सक्नुहुन्छ सानो सानो नानी बाबुहरू पनि आउनु भएको छ यहाँनिर चाहिँ डान्स कम्पिटिसन हुन्छ अन्त सबै मान्छेहरू हेर्न आउनुहुन्छ कि म चाहिँ यहाँनिर डान्स कम्पिटिसन चाहिँ हेर्नु सकिनँ किनकि मौसम पनि राम्रो छैन मेरो बाबु सानै छ त्यही भएर अब चाहिँ हामी चाहिँ फर्किन्छौँ अब डान्स चाहिँ अलि भरे मात्रै हुने रहेछ त्यही भएर हेर्नु सक्नुहुन्छ यहाँनिर डान्स कम्पिटिसन हुन्छ हेर्नु सक्नुहुन्छ सबैजना यहाँ भेटिनु भएको छ आज चाहिँ म यतिमै एन्ड गर्दैछु साथीहरू है यस्तै यस्तै भ्लग लिएर उपस्थित हुनेछु आजको लागि चाहिँ यति नै थ्याङ्क यू सो मच सबैजनालाई बाई बाई